देशका विभिन्न ठाउँहरूमा यति बेला मत परिणामहरू सार्वजनिक भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पक्षमा राम्रो जनमत लिएर आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको देशैभरि राम्रो भइरहँदा यति बेला बारा क्षेत्र नम्बर 1 मा छौँ। बारा क्षेत्र नम्बर 1 बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेद्वार रहनु भएको छ गणेश तिमाल। उहाँको पक्षमा पनि राम्रो जनमत देख्न सक्छौँ। राम्रो मत परिणाम उहाँको आइरहेको छ। केही समयमै उहाँलाई विजय घोषणा गरिनेछ। अब एउटा मात्रै ओडाको मत गर्न बाँकी थियो। म यहाँ जाँदा हेर्दाखेरि अहिलेसम्म उहाँको 35,000 भन्दा बढी चाहिँ मत आएको छ भने अरू पार्टीहरू निकै नै पछाडि हुनुहुन्छ। कांग्रेस र सूर्य 11-12 हजारको हाराहारीमा हुनुहुन्छ। उहाँको राम्रो मतान्तर छ। केही समयमै उहाँलाई विजय घोषणा गर्नुहुनेछ। बाराको केही क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी नै विजय भइसक्नु भएको छ। जेनजीको सरकार, राष्ट्रको सरकार, जनताको सरकार हो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई हामी पनि शुभकामना व्यक्त गर्दछौँ।